हेलो एभ्रिवान, छेचेलो वेलकम ब्याक अगेन टु माई च्यानल। साथीहरू तपाईँहरू कस्तो हुनुहुन्छ? साथ सन्चै हुनुहुन्छ होला। यही आशाको साथमा फेरि पनि एउटा नयाँ ब्लग लिएर आइरहेको छु। र आज चाहिँ हाम्रो घरमा तपाईँलाई अस्ति मैले देखाएको थिएँ है, मेरो बाथरुम चाहिँ कम्प्लिट भयो भनेर। र आज चाहिँ गिजर फिटिङहरू गर्नुको लागि चाहिँ पाइप मिस्त्री आउनुहुँदैछ। पाइप मिस्त्रीहरू आउनु भएको छ र के कस्तो काम हुँदैछ म तपाईँलाई देखाउँदैछु है। यहाँनिर चाहिँ यी मिस्त्रीहरूले सबै सामानहरू निकालेर यहाँनिर रेडी पार्नु भएको छ है। पाइपहरू डल्लै यहाँनिर यी मिक्सचरहरू सबै रेडी पार्नु भएको छ। अब चाहिँ म तपाईँलाई माथि छतमा देखाउँछु है, उहाँहरूले चाहिँ सिन्टेक्सको लागि के प्रबन्धहरू गर्नुहुँदैछ भनेर है। चारवटाले पुग्छ नि। यहाँनिर चाहिँ छ सिन्टेक्स है। यहाँ चाहिँ छ हाम्रो स्ट्यान्ड है। यहाँनिर चाहिँ अब चाहिँ सिन्टेक्स राख्नुहुन्छ है। ए कस्तो भयो यहाँ चाहिँ। यहाँनिर चाहिँ सिन्टेक्स पनि यसरी है छेडेर चाहिँ रेडी बनाइसकेको छ है। अब यहाँनिर चाहिँ टेपले है टाल्नुपर्छ ताकि यहाँभित्र चाहिँ लिक नहोस् भनेर है। सो यहाँ दुई जग्गा चाहिँ छेड्नु पर्दो रहेछ र यहाँ चाहिँ छेडिसकेको छ। र यहाँनिर चाहिँ पाइप है, पाइप लाउनु पर्ने। सो यहाँ पनि छेडेर रेडी पारेको छ। आगो चाहिँ त्यसको लागि नै फुकेको है। आगो चाहिँ यहाँ जलिरहेको छ है। यहाँ चाहिँ हाम्रो स्ट्यान्ड है, जो कि यहाँनिर चाहिँ अब यहाँ यो माथि चाहिँ सिन्टेक्स राख्छ। अब भुइँमा राख्दा पनि सिन्टेक्स चाहिँ चिसोले ड्याम लागेर बिग्रिन्छ भनेर चाहिँ त्यही भएर चाहिँ यहाँनिर स्ट्यान्ड हाम्रो अस्ति भर्खरै ल्याएको है। साथीहरू आजको वेदर पनि साह्रै राम्रो छैन है। यस्तो फगी लागिरहेछ आज पनि चारैपट्टि है। यहाँ चाहिँ हल्का क्लियर छ घरको माथितिर चाहिँ। यहाँ मिक्सचर चाहिँ हाम्रो जोइन भइसकेको छ है। गिजर पनि अन्त यहाँनिर बेसिन पनि मिरर पनि लगाइसक्यो हाम्रो। र यहाँनिर चाहिँ बेसिन पनि फिटिङ भइसकेको छ। कर्नरमा सानो लगाएको छ हामीले है। र यहाँनिर ह्यान्ड सावर पनि जोइन भइसकेको छ। अब यो कमर मात्रै फिटिङ गर्नु छ। यहाँनिर चाहिँ हाम्रो दाजुले भर्खरै पाइप फिटिङहरू गरिरहेको छ है। यहाँ पछाडिबाट तपाईँहरूले देख्न सक्नुहुन्छ है। माथि चाहिँ भयो हाम्रो गिजरको लाइन है। मुनि चाहिँ भयो हाम्रो टोइलेटको लाइनहरू चाहिँ यहाँनिर फिटिङ गरेर भर्खर दाजुले चाहिँ सकेछ है। साथीहरू यहाँनिर हाम्रो दरवाजा पनि आइसक्यो है। र यहाँ चाहिँ तीनवटा दरवाजा छ। यो चाहिँ हो हाम्रो बाथरुमको है, एलुमिनियमको। अनि यो चाहिँ छ दुईवटा हाम्रो चाहिँ रुमको। डिजाइन चाहिँ कस्तो कस्तो छ त्यो चाहिँ म तपाईँलाई बादमा देखाउँछु है। अहिले चाहिँ किनभने यो दरवाजाहरू अलिक हेभी भएकोले गर्दा चाहिँ म डिजाइन देखाउन सक्दिनँ। र अलिकति चाहिँ देखाउन सक्ने रहेछ यहाँबाट यस्तो डिजाइन छ है। र यहाँनिर चाहिँ कार्टुन उनीहरूले पहिला नै निकाले गर्दा हल्का स्क्रैच भएको रहेछ। सो यो भयो हाम्रो एउटा डिजाइन है। र अर्को डिजाइन चाहिँ
अर्को डिजाइन चाहिँ मैले देखाउन सकिनँ किनकि अलिक हेभी नै रहेछ है र जब जोइन हुन्छ त्यति बेला चाहिँ म तपाईँलाई देखाउँछु है साथीहरू पेपर ल्याइदिएको थियो त यहाँ कार्टुनमा त्यहाँ उताडी उताडी जाऊ त ल्याइदिइरहेछ त अङ्कलले त्यहाँ आन्टीले यहाँनिर चाहिँ दाजुले टोइलेटको पाइपको फिटिङ गरिरहेको छ है चाहिँ आगो बालेर है यहाँनिर चाहिँ हाम्रो टोइलेट बाथरुम पनि कम्प्लिट भयो र यहाँनिर चाहिँ छ मिरर है यहाँनिर चाहिँ छ बेसिन र यहाँनिर मिक्सर यहाँ सावर र यहाँनिर चाहिँ गिजर है यहाँ चाहिँ हाम्रो बाथरुम अब चाहिँ कम्प्लिट भयो यहाँनिर चाहिँ कमरको चाहिँ यहाँनिर यहाँ स्क्रु के मिलेन भनेर भन्दै थियो सो यहाँनिर चाहिँ अलिकति मिलाउनु जरुरी छ मिलाउनु पर्ने छ सो त्यो चाहिँ भाइहरूले आएर चाहिँ अब मिलाउँछ र यहाँ सेट भइसकेको छ सबै कुरो ह्यान्ड सावर पनि है सबै रेडी नै भइसकेको छ र यस्तो भइरहेको छ हाम्रो चाहिँ टोइलेट बाथरुम हिजो चाहिँ मैले यहाँनिर सबै है मैलाहरू साफसफाइ गरेर यहाँनिर पुछपाछ गरेँ बेलुका नै है पोचाहरू लगाएर एकदमै टलक्क पारिरहेको छु तपाईँले देख्न सक्नुहुन्छ साथीहरू अब चाहिँ हाम्रो यहाँनिर टोइलेट बाथरुमहरू चाहिँ रेडी टु युज भइरहेको छ है यहाँनिर चाहिँ मोटर लाइन बनाएको बाबा र मैले भर्खरै र तलबाट चाहिँ कनेक्सनै भएन सो यहाँनिर चाहिँ हामीले तारहरू यसरी चेलेले पारेर चाहिँ यहाँनिर भर्खर मोटरको लाइन जोडेको छ किनभने छतमा चाहिँ माथि तलको टोइलेट बाथरुमको कनेक्सन भएको छ सो हामीले चाहिँ त्यो तपाईँलाई सो यहाँनिर चाहिँ मैले कनेक्सन गरिरहेको छु र माथि चाहिँ पानीको कनेक्सन छ माथि त्यो चाहिँ तपाईँलाई देखाउँछु है सो यहाँनिर चाहिँ पाइपको कनेक्सन गरेर है यहाँनिर चाहिँ ट्याङ्की पनि स्ट्यान्डमा पनि ट्याङ्की राखिसक्यो सो यहाँनिर चाहिँ पानी चाहिँ यहाँनिर चाहिँ पेटमा चाहिँ अलिकति पानी मैला भयो सो यहाँनिर चाहिँ पानीको कनेक्सन गरेर पानी आउँदैछ है र यहाँ पानी फिटिङ भइसकेको छ हाम्रोमा चाहिँ बर्खाको टाइममा मात्रै हो पानी आउने र सो प्रब्लम नै हुन्छ अब चाहिँ एक दुई महिनाको लागि चाहिँ अन्त ऊ तलबाट चाहिँ हामीले चाहिँ ऊ तल तपाईँहरूले सिन्टेक्स हाम्रो देख्न सक्नुहुन्छ है यहाँनिर चाहिँ तल हाम्रो सिन्टेक्स छ है र यहाँबाट चाहिँ मोटर कनेक्सन गरेर चाहिँ हामीले चाहिँ पानी तानेको छौँ साथीहरू मान्छे देख्दा चाहिँ म अब है पातला नै देख्छु तर मेरो रातिको डाइट हेरिहाल्नुहोस् अहिले भर्खरै छोरीले चाहिँ आज आलु पराठा बनाएको थियो सो यहाँनिर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ एउटा दुईवटा तिनवटा चारवटा र पराठाको साइजहरू पनि छुट्यो है पराठाको साइजहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो छ है र डाइट चाहिँ मेरो यस्तो छ राति चाहिँ अब हल्का डाइट गर्नु भनेर भन्छ तर म चाहिँ यस्तो खान्छु है साथीहरू डाइट चाहिँ चारवटा छ र अब चाहिँ इन्जोय गर्ने है नानीले कस्तो बनाएको रहेछ र तपाईँहरूलाई चाहिँ खाइसकेर चाहिँ भेट्छु
साथीहरू मैले चाहिँ बाबालाई एउटा नयाँ फोन ल्याइदिएको छु। पहिलाको फोन चाहिँ बाबाको बिग्रियो। बिग्रियो भन्दा पनि अब बाबाले के भन्छ त्यो इन्कमिङ र आउटगोइङ कल आउँदा इन्कमिङ कल आउँदाखेरि पनि के भन्छ त्यसमा चाहिँ सो नै नहुने, डिस्प्ले नै नहुने। सो त्यही भएर चाहिँ मैले अर्डिनेरी भए पनि बाबालाई फोन ल्याइदिएको छु है। बाबालाई चाहिँ खालि त्यो सिम्पल किप्याडवाला, अन्त स्क्रिन टच चाहिँ बाबाले चलाउनु सक्नु हुँदैन नि त। अन्त त्यही भएर चाहिँ मैले यहाँनिर नर्मल है फोन ल्याइदिएको छु। त्यो चाहिँ के कस्तो रहेछ म तपाईँलाई देखाउँदैछु ल साथीहरू। सो यहाँनिर चाहिँ छ बाबाको फोन है। हुनु चाहिँ अब यो फोनहरू चाहिँ अर्डिनेरी हुन्छ है, सस्तो हुन्छ, तर यसको लास्टिङ चाहिँ एकदमै राम्रो हुन्छ। यसको ब्याकअपहरू एकदमै राम्रो हुन्छ, ब्याट्री क्वालिटी एकदमै राम्रो हुन्छ। र त्यो चाहिँ कस्तो रहेछ म तपाईँलाई देखाउँदैछु यहाँनिर है। हेरिहालेको नट न हो यहाँनिर चाहिँ छ बाबाको यो फोन है, एकदमै सिम्पल है। बाबालाई चाहिँ अब यो सजिलो हुन्छ नि त होइन चलाउनु। सो यहाँनिर चाहिँ छ साथीहरू बाबाको यो नयाँ फोन है। साथीहरू मलाई चाहिँ एकदमै ज्यादा खोकी लागेको छ। सो यहाँनिर चाहिँ छ मैले चाहिँ भर्खरै यो ग्रेड गरेको थिएँ है। अदुवा चाहिँ ग्रेड गरेको थिएँ र ग्रेड गरेर चाहिँ नानीले भर्खरै फ्राई गरेर ल्यायो। र यो चाहिँ कतिको इफेक्टिभ हुँदो रहेछ है, किनभने किनेको दबाई धेरै नै खाइसकेँ र अलिकति अर्ग्यानिक ट्राई गर्नु पर्यो भनेर चाहिँ सोचेको। सो अब यहाँनिर चाहिँ म खाँदैछु है। साथीहरू मैले अदुवा पनि खाइसकेँ है। र अब चाहिँ रातभरि हेर्छु है त्यसको रिजल्ट चाहिँ कस्तो आउने रहेछ। र आजको ब्लग चाहिँ साथीहरू मेरो यति नै थियो। आशा राख्दैछु तपाईँले मन पराइदिनु भयो होला भनेर। यदि मन पराइदिनु भयो भने चाहिँ अवश्य नै प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। बाई बाई, टेक केयर एभ्रिवान।